प्रदर्शन नहुँदै चलचित्र जेरी अन्टबले कमायो करोडौं रुपैयाँ आफ्नो लगानी सुरक्षित गर्दै। नमस्कार दर्शक महानुभावहरु, आज हामी चलचित्र जेरी अन्टबको बारेमा विशेष जानकारी गराउनेछौं। पूरा भिडियोलाई नहोला। यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो तपाईलाई कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौं। मेगास्टार अनमोल केसी अभिनय नयाँ चलचित्र जेरी अन्टबले अन्तर्राष्ट्रिय बजारमा उल्लेखिता सफल हात पार्ने संकेत देखिएको छ। हालै मात्र यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार लालीगुराँस एसोसिएसनले राम्रो रकममा खरिद गरेको छ। चलचित्रको छायाङ्कन अझै पनि सम्पूर्ण भइसकेको छैन, तर यसले दर्शकमा उत्सुकता र उत्साह जगाएको छ। अनमोल केसीको स्टारडमप्रति वितरकहरूमा उच्च विश्वास रहेको देखिन्छ, जसकारण निर्माणाधीन अवस्थामा नै अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्न थालेको। चलचित्रमा मेगास्टार अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। चलचित्रको निर्माण भने सरोज नेउपानेले गरिरहेका छन्। अनमोल केसी अभिनीत जेरी अन्टबले नेपाली चलचित्र उद्योगलाई नयाँ स्तरमा पुर्याउने विश्वास गरेको छ। महानुभावहरु, चलचित्र जेरी अन्टबले लगानीको 75% कभर गरिसकेको छ भने चलचित्रले डिजिटल राइट बिक्री गरेर आफ्नो लगानी सुरक्षित गर्ने निश्चित देखिएको छ। महानुभावहरु, प्रदर्शन नहुँदै यो चलचित्रले आफ्नो लगानी सुरक्षित गर्ने निश्चित देखिएको छ। निर्माण टिमले अहिलेसम्म कुनै पनि अफिसियल पोस्टर सार्वजनिक गरेको छैन। चलचित्र कहिले प्रदर्शन हुँदैछ भन्ने विषयमा पनि निर्माण टिमले सार्वजनिक गरेको छैन, तर पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने देखिएको छ। महानुभावहरु, के जेरी अन्टबले अनमोल केसीको करियरलाई नयाँ उचाइमा पुर्याउला त, यो पनि प्रश्न उठ्ने गरेको छ। यसका लागि चलचित्र रिलिजको प्रतीक्षा गर्नै पर्छ, तर हालसम्म देखिएको चर्चा र वितरकहरूको विश्वासले फिल्मप्रति दर्शकमा अझै उत्साह बनेको छ। तपाईहरु चलचित्र जेरी अन्टबलाई लिएर के भन्न चाहनुहुन्छ? कृपया आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। यसै जानकारीमूलक भिडियो लिएर आउने नै छु। अहिलेलाई भने छुटिन्छु। नमस्कार।